हेलो, हाई, हजुरको नाम के हो नि? मेरो नाम अक्सा बर्देवा। हजुर कुन ठाउँबाट आउनुभयो अहिले? म तौखेल। हजुर अनि अहिले कक्षा 10 दिनुभएको हो नि होइन र? हजुर, अनि कस्तो भयो नि हजुरको रिजल्ट कति जिपिए आयो नि? रिजल्ट 3.76 आयो। हजुर अनि यता एम्बिसन गुरुबाट पनि क्लासहरू जोइन भएर पढ्नु भएको थियो नि होइन? हजुर, एम्बिसन गुरुबाट लाइभ क्लास, रेकर्डेड क्लासहरू। जोइन भएर पढ्नु भएको थियो अनि कतिको हेल्प गर्यो नि हजुरको एससीको जर्नीमा यो क्लासले? अब एससीको जोर्नीमा भन्दाखेरि चाहिँ एम्बिसन गुरुले अब 9 क्लाससम्म त त्यस्तो पढ्ने बानी थिएन नि त। अनि 10 क्लास आएपछि चाहिँ अब एम्बिसन गुरु सुरुदेखि नै जोइन गरेँ। अनि त्यहाँदेखि चाहिँ एकदमै पढ्नको लागि अब चाहिँ पढ्नुपर्छ है भन्ने जस्तो भयो, इन्करेजमेन्ट भयो। अनि यो लाइभ क्लास, रेकर्डेड क्लासहरूले चाहिँ धेरै नै हेल्प गर्यो। कहिलेदेखि क्लासमा जोइन भएर पढ्न स्टार्ट गर्नु भएको थियो नि हजुरले? एक्ज्याक्टली त याद छैन, तर सुरुमा चाहिँ साइन्स सरले पढाउनु भएको चाहिँ याद छ, सुरुदेखि नै जोइन भएको हो। हजुर क्लासहरू पनि जोइन भएर पढ्नुभयो, आफ्नो इक्जाममा पनि हेल्प भयो भन्नुभयो। वान वर्डमा एम्बिसन गुरुलाई डिस्क्राइब गर्नु पर्यो भने चाहिँ कसरी गर्नुहुन्छ होला हजुरले? वान वर्डमा भन्नुपर्दाखेरि चाहिँ एकदमै इन्करेजिङ। अनि लास्टमा यो घुन्सा फाउन्डेसन र एङसुङ म्यामलाई चाहिँ के भन्न चाहनुहुन्छ नि? फर्स्ट अफ अल चाहिँ उहाँलाई एकदमै हृदयदेखि नै धन्यवाद, किनभने अब मेरै साथीहरूलाई पनि अब कति इन्करेजमेन्ट हुँदैन अनि कतिलाई राम्रो गाइड हुँदैन नि त। अनि उहाँहरूको लागि चाहिँ यो एकदमै राम्रो रिसोर्स हो भने जस्तो मलाई लाग्छ। अनि धेरै नै धन्यवाद, उहाँहरूले जे काम गर्नुहुन्छ अब हेल्थ सेक्टरमा पनि, एजुकेसन सेक्टरमा पनि अब आउने विद्यार्थीहरूलाई पनि एकदमै हेल्प हुन्छ। अनि मलाई चाहिँ मेरो भाइहरू पनि यही एम्बिसन गुरु घुन्सा फाउन्डेसनबाट नै पढोस् जस्तो लाग्छ। भनेपछि अब आउने 2083 ब्याचलाई पनि यो क्लास गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई? एकदमै। हजुर हुन्छ, हस् त धन्यवाद। थ्याङ्क यू।